नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई के देखाउनु गएको छु भने सर्टिफिकेट आको 5 महिना भयो कम्प्लिट हुनु आट्यो 5 महिना कम्प्लिट। अनि यसमा चाहिँ यो चाहिँ के को सर्टिफिकेट हो भन्दाखेरि चाहिँ भलिबलको बेस्ट प्लेयर को सर्टिफिकेट सुक्रत सुब्बा हैन। अनि यो बेस्ट प्लेयर को साथै एउटा ट्रफी ठ्याक्कसँगले हैन। यो चाहिँ त्यसै आएको हैन नि, फेरि साथीहरु 3 महिनाको कोच गरेर खेल्दाखेरि आएको है। अब टाइम निकाल्न साह्रो पर्छ 3 महिना हैन, काम पनि गर्नु पर्यो, ड्युटी पनि गर्नु पर्यो। अनि तर अब यहाँ चाहिँ के छ भने अब खेलकुदमा चाहिँ एकदम राम्रो छ। म आएको कम्पनीमा चाहिँ खेलकुदको लागि पनि एकदम धेरै राम्रो रहेछ। अब मैले नि बुझेको थिएन। यहाँ चाहिँ फ्री कोचिङ दिएको थियो हामी इम्प्लोइहरुलाई चाहिँ, फ्री कोचिङ 3 महिनाको। अन्त 3 महिनापछि म्याच राखेको थियो दुईटा आइल्यान्डको बीच। दुईटा आइल्यान्डमा लगभग 10-12 वटा थियो होला टिमहरु। अन्त त्यो टिम भरिमा पाएको है। यो छ सेकेन्डमा सुक्रात सुब्बा। यो चाहिँ ग्राउन्डमै दिँदा रहेछ प्लेयर अफ द म्याच हुनु बित्तिकै। अब त्यहाँ प्रिन्टेड सिन्ट्रेट हुँदैन, अब कसले चाहिँ राम्रो खेल्छ खेल्दैन टक्कै नाम लेख्नै दिने हैन। यो चाहिँ प्लेयर अफ द म्याच, अब त्यो म्याचमा राम्रो खेलेको भएर दुईटा दिएको छ प्लेयर अफ द म्याच। अर्को पनि छ, यहाँ कहाँ छ, यहाँ छ अर्को। अब यो देखाइदिनु, यो दुईटा प्लेयर अफ द म्याच है। दुईटामा चाहिँ पायो, अरूमा पाइन। अरूले नि राम्रो खेल्छ नि त, म मात्रै कहाँ राम्रो खेल्ने हो र। अनि यो यताको, अनि यो आएको छ, यो टिमको सर्टिफिकेट हो। पार्टिसिपेट गर्ने सबै फाइनलसम्म पुग्नेलाई सबैलाई दिएको छ यो सर्टिफिकेट चाहिँ। यो चाहिँ सबैलाई नै दिएको छ है। हामी 12 जना 12-16 कति जनालाई दिएको छ यो। अनि अर्को उनी छ यहाँ सर्टिफिकेट। यो हो के को हो, यो डिसिप्लिन है। डिसिप्लिन राम्रोसँगले अब केही नभनी फाटा फुटा खेल्नेको लागि यो दिएको छ। अब राम्रोसँगले नकराई हैन, अरूहरुलाई नकराई, यस्तो यस्तो नभनी राम्रोसँगले खेल्नेलाई यो आएको छ। तपाईको सुक्रत सुब्बा देख्नु भयो होला। यो हो तपाईको के हो, के को दिएको कुन के को दिएको हो यो थाहा भएन मलाई। एकै ठाउँमा यति दिएको छ। अनि लास्ट यहाँ छ, यो दिएको छ ड्रिम टिम। यो दिएको छ तपाईलाई ड्रिम टिम है। यो कम्पनीको ड्रिम टिममा चाहिँ म पनि अब सेलेक्ट भएको छ है। ड्रिम टिम अब ठुलो ठुलो टुर्नामेन्टहरु हुँदाखेरि अहिले त दुईटा आइल्यान्ड, अब 15-16 वटा आइल्यान्डहरु छ, 1500-1600 वटा आइल्यान्ड छ। त्यो भोरी, अब त्यो भोरीको मान्छेहरु त कस्तो खेल्छ होला हैन। अब त्यसमा चाहिँ म पनि सेलेक्ट भएको छ। अब तिनीहरुसँग खेल्नु पाउने मौका चाहिँ पाएको छ। हेरौं अब कस्तो हो, जिरोमा हार्ने हो कि के हो। अनि अर्को यो चाहिँ टिम अफ द म्याचको प्लेयर अफ द म्याच एउटा। अर्को चाहिँ छ बेस्ट प्लेयरको, कहाँ हो देख्दैन, बेस्ट प्लेयर र टिम अफ द म्याचको पाएको छ दुईटा। अनि यहाँ चाहिँ पैसा चाहिँ नपाउने रहेछ है। तर साथीहरु अब कम्पनीबाट खेलेको पैसा त पाउँदैन रहेछ। तर पनि दिएको छ, पैसा चाहिँ दिएको छ, दिएको छैन हैन। 1000 रुपैयाँ दिएको थियो। यहाँको 1000 रुपैयाँ त धेरै नै हो। 1 2 3 4 500 900 रुपैयाँ, 100 रुपैयाँ ह्याप्स ल। अनि यहाँ चाहिँ
मेटल चाहिँ फेरि सबैलाई डोरीसँगै होइन, डोरी एउटै होला, डोरी एउटै छ, तर यहाँ लेखेको हेर्दै दिँदो रहेछ अब कस्तो खेल्छ के खेल्छ भनेर होइन। यहाँ लेखेको छ मेरो फायर प्लेयर भनेको चाहिँ अब खतरा प्लेयर होला नि, मलाई याद छैन के हो होइन। फायर प्लेयर छ, खोलेर देखाउनु पर्यो। फायर प्लेयर यो चाहिँ अब राम्रो खेल्नेको फायर, अन्त बेस्ट प्लेयरको नि फाल्टो छ। अब फाइनलमा त हारेर नत्र अन्त बेस्ट प्लेयरको देखाउँथ्यो होला होइन। यस्तो लेखेको यहाँ अब यो त जाँदैन पनि होइन, एउटा स्टिलमा खोपेर बनाएको छ 2026 को। अब यहाँ आउनु बित्तिकै यति चाहिँ अचिभ गर्यो। तर यो चाहिँ अब त्यसै होइन, मेहनत 3 महिनाको मेहनत पछि म्याच खेल्दा चाहिँ पाएको है साथीहरू। फेरि यस्तो होला होइन, खुसी लाग्यो, खुसी लागिरहेको छ, धेरै खुसी लागिरहेको छ नि त। त्यही भएर जर्सी होइन ट्याक्कासँगले 3 नम्बरको जर्सी लगाएर ट्याक्कासँगले अब यहाँ यस्तो गरेर राखेर सबैजना अरू भन्दाखेरि नि सबैजना हाम्रो नेपाली दाजुभाइहरू चाहिँ खुसी भयो क्या, हाम्रो नेपालबाट नि नाम राखे है भनेर चाहिँ खुसी भयो है। त्यो चाहिँ मलाई गर्व लाग्यो क्या, आज आएर चाहिँ गर्व लाग्यो। अब यो पैसा ट्याक्कसँगले खाने हो होइन, ट्याक्कसँगले। अब यो 900 को पनि 1000 रुपियाँको पनि $50, $50 भनेपछि त नेपालको त झन्डै 7-8 हजार 7,000 जस्तो हुन्छ। अन्त 7,000 नै हुन्छ, 7,000 हुन्छ। 7,000 भनेको कम्ती हो। अब तर के गर्नु, नेपाल सोचेर हुँदैन, यस्तै हुन्छ। 7,000 ल है गाइस, आजको भिडियो चाहिँ लामो भयो, यति नै हो। थ्याङ्क यू।